सही ठाउँमा सही व्यक्ति अर्थात् काम गर्ने ठाउँमा गतिलो व्यक्ति पुग्यो भने केसम्म हुन सक्ने रहेछ भन्ने एउटा उदाहरण सिन्धुपाल्चोकको यो घटनाले स्पष्ट देखाइदिएको छ। सिन्धुपाल्चोकबाट काठमाडौँसम्म आउने बाटो यानी कि उत्तरतर्फ चाइनासँग नाका जोडिएको अरनिको राजमार्ग विगत 2 महिनादेखि बन्द थियो र यो राजमार्ग चाहिँ तपाईको दशैं र तिहार पछाडि मात्रै खोल्न सक्ने भनेर सडक विभागले भनिरहेको थियो र त्यो भन्दा अगाडि विभिन्न ठाउँहरूमा पहिरो गएको कारणले गर्दाखेरि राजमार्ग खुलाउन सक्दैन भनेर स्पष्ट सडक विभागको अडान थियो। तर भइदियो के जेन्जी आन्दोलनले गर्दा नेपालमा सरकार परिवर्तन भयो। सरकार परिवर्तन भएसँगै ऊर्जा तथा भौतिक पूर्वाधार मन्त्री बनेर कुलमान घिसिङ आउनुभयो र जसै कुलमान घिसिङले मन्त्रालय सम्हाल्नु भयो त्यसपछि उहाँले एउटा निर्देशन जारी गर्नुभयो कि 1 हप्ताभित्र यो बाटोलाई कुनै पनि हालतमा सञ्चालन गर्नु। नभए कुलमान घिसिङ स्वयं आफू पनि हिजो जहाँ बाटो बिग्रिएको थियो सिन्धुपाल्चोक जिल्लाको बोटेकोशी गाउँपालिकामा रहेको इकु भन्ने ठाउँमा धेरै क्षति भएको थियो। त्यो ठाउँमा उहाँ स्थलगत भ्रमणमा पनि पुग्नुभयो र कुलमान घिसिङ यानी कि मन्त्रीको आदेश आएसँगै सडक विभागले यति मजाले काम गर्यो कि नभन्दै आज त्यहाँबाट जति पनि अड्किरहेका कन्टेनरहरू सबै पास भएको छ। अर्थात् अहिले अरनिको राजमार्ग चलिरहेको छ। हुन त पूर्ण रूपमा बनिएको होइन तर कमसे कम त्यहाँ भएका गाडीहरू आसपास हुन सकेको छ भनेपछि हाम्रो सिन्धुपाल्चोक जिल्ला यानी कि देशमा भएका सम्पूर्ण यस्ता सडक विभागहरूसँग यानी कि निकायहरूसँग काम गर्न सक्ने क्षमता छ। एउटा मन्त्रीले आदेश गर्ने बित्तिकै 1 हप्ताभित्र खुल्ने तर मन्त्रीले आदेश नगर्नेसम्म 2 महिनासम्म नखुल्ने यो विडम्बना किन त? यो भन्नुको कारण के हो भने काम गर्ने ठाउँमा यदि सही व्यक्ति पुग्यो भने कति छिटो र कसरी काम हुन सक्छ भन्ने